सो हेलो एन्ड नमस्ते ब्युटिफुल पिपल, म तपाईँहरूको आफ्नै युट्युबर हो। त सबै सन्चै हुनुहुन्छ होला र म पनि यता सन्चै नै छु। र आज के को भ्लग भनेर हजुरहरूले थाहा नै पाइसक्नु भइसक्यो होला। आज साथीहरू आउँदैछ, उनीहरूलाई लिन जान लागेको। तर आउने दिनमा यता हामी स्क्याम खायो, फोर्स्ट स्क्याम युकेआई थियो कि। अच्छा, हाम्रो 1100 पाउन्ड जति चुना लागिसक्यो यता। अब त्यो पैसा फिर्ता आउँछ कि आउँदैन थाहा छैन। रुम फ्ल्याट बुक गरेको, त्यो फ्ल्याटको मान्छेको कीहरू केही हामीले पाएको छैन र कन्ट्याक्टलेस भइरहेछौँ। कल उठाइरहेको छैन अहिलेसम्म। एकछिनमा कल गर्छु भनेर हामीलाई अल्झाइराख्यो। अहिले चाहिँ कल उठाएको छैन, मोबाइल अफ छ। सो अब त्यही दुःखहरू सबै भुलाएर अब हामी निस्किँदैछौँ भ्लग सुरु गर्दै। चलो भाइ, अब जे भए पनि सुरु त गर्नु पऱ्यो भ्लग। सो लेट्स गो। अब हामी अहिले निस्किन्छौँ, टाइम भइसक्यो, ढिलो हुन्छ फेरि। सो सी यू अब एकछिनमा है त। ओके, एक्चुअली हामी स्ट्रगलले के भन्दा थियो, हामी झन्झटमा परिसकेको थियौँ। अहिले भर्खर एउटा इन्डियन नै थियो, उहाँ पनि उसले चाहिँ अब हुन्छ भन्यो। अब सर्ट टर्मको लागि 15 दिन हुन्छ कि 1 महिनालाई हुन्छ, अब त्यहाँ मिलाइदिन्छु भन्नुभएको छ। अब कहाँ यताबाट अब त्यहाँ 1 महिना उनीहरूलाई बसाउँछौँ। अब हामी पनि सर्यो भनेको, अब हामीले पनि यता मेसेज गर्नुपर्छ अर्को 1 महिना बस्छु भनेर। अब बरु अरू आउने हो कि होइन भन्ने कुरा हो। अरू आयो भने त हामीलाई गाह्रो पर्ने भयो। अब होटल बुक गर्नुपर्छ कि के गर्नुपर्छ थाहा छैन। अनि हजुरहरूको मैले मेसेज पनि रिप्लाई गर्न पाइरहेको छैन। आज झन् एकदम प्रेसर भएको थियो, केही गर्न सकिरहेको छैन। 1100 पाउने त फसिरहेछ। अब पुलिस चौकी जाऊँ कि के गरौँ केही पनि थाहा छैन अहिले। पहिला उनीहरूलाई लिन जान्छु अनि सबै काम गरौँला पछि। आजै सबै यस्तै भएछ। खासमा मैले हिजो बिदा लिएको थिएँ रुम सार्नलाई, सामान सार्न भनेर बिदा लिएको थिएँ। केही पनि गर्न पाएन। हिजोको डे वेस्ट भएको थियो अनि आज पनि त्यस्तै भयो। आज त वेस्ट भन्न मिल्दैन, आज हामीले सबै प्याकिङ गरेको थिएँ। सर्ने नै दिन थियो आज खासमा। तर उनीहरूले के हामीसँग गेम खेलिरहेको थियो बिहानदेखि। अनि अहिले आएर फोन उठाउनु छोड्यो। अब के गर्ने केही पनि थाहा छैन। 1100 डिपोजिट गरेको थिएँ। अब यस्तै हो। अब हजुरहरूले रुम खोज्नु भन्नुभएको थियो, यता आफू नै फसिरहेछ। अनि हजुरलाई कसरी हेल्प गरौँ जस्तो भइरहेछ कि यता मलाई फेरि। अब एउटा भाइलाई रुम खोजिदियो भन्दै थियो अस्तिदेखि, उसलाई चाहिँ मैले एउटा दाइको कन्ट्याक्ट नम्बर दिएँ। अब उसको चाहिँ मिल्छ कि जस्तो लागिरहेछ। अरूकोलाई चाहिँ आम सरी, मैले के गर्न सकिनँ। अनि त्यही हो, आफू पनि यता झन्झन्डमा परिरहेछ। अनि बरु हजुरहरूलाई चाहिँ यस्तो फ्ल्याट छ भने चाहिँ भनिदिनु होला, हामी अवश्य सर्नेछौँ। अनि अहिले हामी बस कुर्दै एयरपोर्ट जान लाग्यो। मेरो गर्लफ्रेन्डले बेलाई फुल दियो आज, भन्न पाएको भए कस्तो मजा आउँथ्यो। यस्तो दुःख छ त्यही पनि हाँसिरहेको छु साथीहरू। फुल देखेर कस्तो खुसी भइरहेको मलाई। किन यस्तो भइरहेको क्या राम्रो छ क्या फेरि। तोबा तोबा तोबा, थारा मूड खराब कर दिया। हजुरहरू जस्तै रहेछ यो फुल पनि, कस्तो राम्रो। बहुत ही सुंदर तरीके से आपने खेला। के गर्ने साथीहरू, यस्तो टेन्सनमा पनि मर्दैन त। किन के गर्ने, यस्तो टेन्सनमा पनि बियो छोडिनँ त म त। अनि भर्खर चेकिङ आएको थियो। यो पास, यस्तो पास हुनेहरूले चाहिँ केही गर्नु पर्दैन रहेछ ट्याप स्याप। अनि तिम्रो देखाउ त, तिम्रो भएर स्क्यान गरेको थियो त्यसले। अनि यस्तोवाला पास हुनेहरूले चाहिँ त्यहाँ ट्याप गरेर गर्नुपर्छ अनि यता स्क्यान गर्छ। अनि यस्तोवालाले चाहिँ स्क्यान गर्नु पर्दैन केही पनि, चाहिँ डाइरेक्ट हुन्छ हेर्ने बित्तिकै भयो भनेर। यो चाहिँ हाम्रो 22 वर्षसम्मको लागि फ्री हुन्छ यता कार्ड। यता हजुर आएर 10 दिनभित्र 10 दिनमा पाउनुहुन्छ यो कार्ड चाहिँ। आउने बित्तिकै चाहिँ पाइँदैन। हामी पनि कन्फ्युज भएको थियौँ पहिला। एयरपोर्ट पुगिसक्यौँ हामी चाहिँ। ओहो, डर लागिसक्यो मलाई त। म त कामिसक्यो भने कसरी भन्ने केही थाहा छैन। उनीहरूलाई केही पनि थाहा छैन हामीले यो फ्ल्याट स्क्याम भएको छ भनेर, केही पनि थाहा छैन। कसरी हो के भन्ने केही पनि थाहा छैन। हेरौँ, लाज लागि बनाउनु पर्छ रहेछ। उसलाई त्यसरी कुरेर बस्छ नि। अनि यिनीहरू चाहिँ कहाँ जान्छ, यतै आउँछ ल यिनीहरू। हिरो देखिरह होला यता त लाइटिङले। यो त हिरै हो। अच्छा, हमको सिखा रिया है। है कोही हिरो होइन त।
कहाँबाट आउँछ थाहा छैन हामी कहाँबाट निस्केको थियो अराइभल टु डोमेस्टिक यतै हो इन्टरनेसनल अराइभल आउँछ उता बस्नु न भिडियो खिच्नुपर्छ अहिले तिनीहरू त कति ओहो के आउँला हो भ्याइ के आउँला है के हो लाइनले बसिरहेको छ हामी पनि नाम लिएर बस्ने के हो ब्यानर बोकेर बोर्ड बोकेर यता कहीँ बस्नु पलाइन्छ एकछिन कस्तो एक्साइटेड पनि भइरहेछ दुःखी पनि भइरहेछ कस्तो मिक्स भइरहेछ यार के फिलिङ बयान गरौँ म के बयान गरौँ साथीहरू के बयान गर्ने कुन चाहिँ फिलिङ बयान गर्ने भित्र आएर चाहिँ कामिरहेको छु किन कामिरहेको छु किन केही यतिकै थाहा छैन सियु पुनम ओ सरी सियु पुनम एन्ड प्रतीक्षा 15 मिनट्स लेफ्ट 8 भयो अब 15 मिनटमा आउँछ कसरी भन्ने गुड न्युज ब्याड न्युज भन्ने कि के भन्ने कसरी भनौँ भइरहेछ कसरी कुरा सुनाम फाइनली ल्यान्ड भइसक्यो सेफली अहिले आउँदैछु नि मैले चाहिँ यतिकै झुट बोलिदियो हामी चाहिँ घरै छु भनेर अब 1 घन्टामा पुग्छ भनेको उसले फेरि ठिकै हुन्छ भन्छ ल छिटाउ ठिकै हुन्छ अरे 1 घन्टापछि आउँछ अब यता के हुन्छ उनीहरूको त्यहाँ इमिग्रेसन चेकिङहरू हुन्छ अनि उनीहरूलाई के खुवाउने भन्ने मेन भयो पसल फेरि बन्द होला कि भन्ने कुरा इन्डियन मान्छेले भने हेरौँ न के हुन्छ अहिले सोच्यो भने बेकार टेन्सन अलिक धेरै हुन्छ सो नसोचौँ यत्तिकै यति धेरै टेन्सन छ अहिले सोच्यो भने झन् धेरै टेन्सन किन लिने सो स्टे चिल ल पुग्यो चिल के हो कहिले हेरेर जान्छ त मलाई त कहिले हेरेर गइदिएर कहिले छोटो डर लाग्न थाल्यो करेन्सी एक्सचेन्ज यतै रहेछ तर यता गर्ने र महँगो पर्छ होला मैले गरेँ गरेको छैन नेपाली पैसा पनि सोध्ने कि अहिले के बाहिर गर्ने आउँदैछ कति कहिले आउँछ फेरि भ्लग अफ गरेर लाग्यो निस्क्यो भने फेरि भित्र पठाउनु पर्छ कुएर नलजाऊ है नलजाऊ बिहा गाई खै फुल देखाउ न फर्स्ट टाइम तिम्रो नि यसको त फर्स्ट टाइम त हुँदै होइन यो त दामी मान्छे हो फेरि यो त तर साथीहरू यो चाहिँ यत्तिकै दिन लाग्यो हो त्यस्तो नसोच्नु होला ठीक है समरिया कि दिउँ भनेर अब आएको बेला हामी होइन त्यस्तो माया साथीहरूलाई माया गरेको मलाई नै मन पर्छ हो यो फ्लावर दिनै मन लागेन मै राखौँ जस्तो भइसक्यो कहिले आउँछ भने कुकुर भइसक्यो हेलो हेलो वेलकम टु एडिनबरा ओके ओके छिटाउ आउँदैछ ए मलाई त्यो भन्नाले भने ओइ मैले तिमी यस्तो देखिरहेको भने भर्खर मलाई तिमी निस्क्यो भन्दैन क्या भर्खर फोन गर्दा ल छिटाउ यता भाइरसँग जस्तो लिएर आउनु अब फुल पावर लगाऊ होइन यति घुराएर ल्याउने हौ ल यता हेर्दैछ सबैले गाइस यिनीहरूले स्योर प्र्याङ्क भन्नु थाल्ने भयो त्यो हाम्रो रुमवाला है पुनम सुनेनस् त
अब हामीले भनेको सबै प्र्याङ्क भन्न थाल्छ उनीहरूले मैले अघि न घरमै छु भनेको हामी रुम सर्ने रुम पाएन भनेको अनि प्र्याङ्क नै भनेको के भनेको माया लिएर आइदिरहेको छु यत्रो हेरी हेलो हेलो वेलकम 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 टु एडिनबरा उठो भाग्यो न ल त्यहाँ खोल्छ होला कि यता फोर्सदेखि नै आपत परिसक्यो अब मिस भयो लाइक एउटा प्रब्लम आयो एउटा ब्यागेज त्यहाँ भित्रै छिर्यो अहिले कल गरेको एकजना कोही मान्छे पठाइदिन्छु भनेर छ खोइ आएको छैन भगै कस्तो बिग्रियो साथीहरू सरी के भन्नु लाग्यो हेलो गाइड्स यो मलाई अनिसले किनिदिएको हो मम्मी इफ यु आर वाचिङ दिस मैले खानु भनेन अनिसले मलाई जबरजस्ती खाऊ भनेको यो मान्छेले गफ हानिरहेको मैले के पनि भनेको खाने भनेर मैले किनिदिएको फुलले खाउँछु नि जिन्दगीको पहिलो फुल अच्छा हमको सिखा रिया है गाइड्स जिन्दगीको पहिलो फुल सिसाल देखिसक्यो हो निस्क्यो हामी एडिनबरा वेलकम टु एडिनबरा पुनम वान्स अगेन वेलकम वेलकम अब होइन माइक ए म र माइक खै माइक भन्छ आफ्टर 1 year आफ्टर कस्तो लाग्यो 1 year र आज कति 31st 1 year and 8 days yeah 1 year and 8 days पछि भेट्यो अहिले हामी यता क्याब बुक गरेको अब क्याब कहाँ आउँछ थाहा छैन सुइसा तिम्रो आउँदै सुनाइ नसुना भन्ने कुरा हो